सनातनीहरूको गौरव नेपाली मान दर्शन गरौँ बद्रीनारायण धाम। नारायण सबैमा म कथा व्यास कुबेर सुवेदीको 2082 साल वैशाख महिनाको 19 गतेदेखि 27 गतेसम्म बद्रीनारायण धाम प्राण प्रतिष्ठा महोत्सव हुन गइरहेको छ। नेपालको इतिहासमा एउटा धार्मिक सहित वाचन शिरोमणि नारायण प्रसाद पोखरेल गुरुज्यूको 20औं वैकुण्ठ गमन स्मृति दिवसको अवसरमा नारायण पोखरेल प्रतिष्ठानद्वारा भव्य रूपमा प्राण प्रतिष्ठा महोत्सव हुन गइरहेको छ। उहाँकै सुपुत्र वाचन प्रवीण दीनबन्धु पोखरेल गुरुज्यूको सद्भावनामा सद्आशीर्वादमा देश तथा विदेशका सम्पूर्ण भगवत सज्जनहरूको साथ सहयोगमा निर्माणाधीन बद्रीनारायण भगवानको प्राण प्रतिष्ठा महोत्सव कार्यक्रममा प्रवचन, भजन कीर्तन विविध कार्यक्रमहरू रहेको हुनाले यहाँहरू सबै उपस्थित भएर शोभा बढाउनु हुनेछ र म पनि सम्भव भएसम्म उपस्थित भएर कार्यक्रमको दर्शन गर्नेछु र यहाँहरू सबैजना 2082 सालको वैशाख महिनाको 19 गतेदेखि 27 गतेसम्म नागार्जुन 7 रामकोट काठमाडौँमा उपस्थित हुनुहुनेछ र उक्त कार्यक्रम बद्रीनारायण प्राण प्रतिष्ठा महोत्सव कार्यक्रम भव्य सभ्य रूपमा सफल रहोस्। बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समिति एवं नारायण पोखरेल प्रतिष्ठानलाई हार्दिक मङ्गलमय शुभकामना, साधुवाद। जय श्री राधे, जय श्री कृष्ण।